हेलो गाइस, दर्शन नमस्ते। कस्तो हुनुहुन्छ सबैजना? हेलो, कहाँ जाने हो? शिवजीको मन्दिर हेर्न? ओके। हेलो गाइस, दर्शन नमस्ते। छोटी हूँ। हेलो हेलो हेलो। डकली भन्छ नि। अनि त्यसपछि त्यसको मम्मीले खोएर डकको बेबीले के गर्छ? क्वाक 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 गर्दैन, के गर्छ भन? हिँड्छ, क्वाक 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 क्वाकले बोलाउँछ। यहाँबाट चाहिँ दुईटा बाटो छ। यो बाटो चाहिँ मसिना बगर हुँदै हेम्जा जान्छ भने यहाँबाट चाहिँ हामीहरू मन्दिर जान सक्छौँ। यहाँ चाहिँ 20 फुट लामो शिवजीको मूर्ति स्थापना गरिएको छ। यहाँ पहिले पनि शिवालय थियो, त्यही शिवालय भएको ठाउँमै भएको छ अरे भनेर आज यहाँ प्राण प्रतिष्ठा गर्दै हुनुहुन्छ पोखराको मेयर धनराज आचार्यले। अनि हामीहरू जाँदैछौँ। अगाडि देखेको यो डाँडा चाहिँ सरङकोट हो। ल, यहाँबाट सेती नदी घाट देखियो। यहाँ चाहिँ पहिला पाइटल पाइटल बाटो थियो। यहाँ चाहिँ सुरथेश्वर शिवालयको मूर्ति पनि छ न। अनि यो बाटो अहिले भर्खरै निर्माण गरिएको हो। मम्मी ओ कत्रो ठुलो भएको हो गण्डकी त। यहाँ तल रहेछ। मम्मीको पक्रिन न। उहाँ तल रहेछ के। यो पारी देखिएको चाहिँ एमडी हो। हजुर, त्यो पारीको हेम्जा हो के, हेम्जा। श्रद्धालु भक्तजनहरू कति धेरै हुनुहुँदैछ। समातला हजुर। धेरै पनि दिनु मान्छे पनि है।
यू सो मच हितेदेखि नै लभ यु अल लाइक सेयर गर्न नबिर्सिनु होला थ्याङ्क यू